दाइ तपाईँ कति भयो अस्ट्रेलिया आउनुभएको? म यहाँ आएको 10 वर्ष करिब करिब हुन लागिसक्यो। एक दशक भइसक्यो होइन। एक दशक अस्ट्रेलिया बस्दै गर्दा तपाईँलाई नेपालको सबैभन्दा बढी मिस हुने कुरा चाहिँ के हो? डेफिनेटली पहिलो कुरा त आफ्नो मातृभूमि, आफू जन्मेको ठाउँ नेपाल नै मिस हुन्छ। त्यसपछि आफ्नो परिवारजनहरू हुनुभयो। त्यसपछि वरिपरिको समाज अनि आफू हुर्किएको बचपन बितेको जुन समय छ, आफ्नो समाज विशेष गरी आफू जन्मभूमिलाई विशेष मिस गर्ने गरेको छु मैले चाहिँ। अनि दाइ कहिले फर्कने त नेपाल? अब यो फर्किने भन्ने कुरा चाहिँ ठ्याक्कै भन्न अलिकति अप्ठ्यारो चिज हो होइन। अब परिस्थिति बस वैदेशिक रोजगारको लागि यहाँ आइहाल्यो। यहाँ आएपछि सबै फ्यामिली यतैतिर जोडिने क्रम बढ्दै गयो। त्यसले गर्दा एक्ज्याक्टली कहिले फर्किने भन्ने त थाहा छैन, तर भविष्यमा चाहिँ एउटा फर्किने आश चाहिँ मनमा छ। नेपालप्रतिको माया उस्तै छ, जन्मभूमिप्रतिको लागि केही गर्नुपर्छ भन्ने विचार चाहिँ अझै पनि दृढ छ। डेफिनेटली सायद केही समयपछि चाहिँ फर्किने विचारमा चाहिँ छु, तर कहिले नै भन्ने चाहिँ स्योर छैन, फिक्स छैन अहिले चाहिँ। थ्याङ्क यू दाइ। नो